निम्ति म उहाँका टिम कोच प्रशिक्षक जोगेन्द्र पाटिलजीलाई हार्दिक अभिनन्दन यस माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद छ। अहिले कुमाया गाउँपालिका वडा नम्बर 1 यासुको कार्यालयबाट यो द्वितीय मेलामा हाम्रो केला तथा च्याब्रुङमा सहभागी भएका छन्। अहिले कुमाया गाउँपालिका वडा नम्बर 1 का कलाकारहरू लाङ्डा नाचमा नाच्दै हुनुहुन्छ। लाङ्डा भनेको स्वागत कुनै पनि बिहे पार्टी वा उत्सवहरूमा यो च्याब्रुङ नाच्ने गरिन्छ, केलाङ नाच्ने गरिन्छ। यो केलाङ अथवा च्याब्रुङ नाच्दाखेरि सुरुमा विवाहको घरमा आइपुग्दा वा विभिन्न पार्टी उत्सवहरूमा अर्थात् स्वागत नाच्ने गरिन्छ र यसरी नै उहाँहरूको क्रमशः लाङ्डा नाच अगाडि बढिरहेको छ। उहाँहरूले दर्शकहरू अतिथिहरूलाई नमस्कार गरिसक्नु भएको छ भने उहाँहरूले अब पान्थरे कुसरप्पा नाच भनिन्छ यसलाई। यो कुसरप्पा छत्थर पान्थर चारथर मिक्लो गरी आफ्नो तरिकाले विभिन्न ठाउँ अनुसार क्षेत्र अनुसार नाच्ने गरिन्छ। यो अहिलेको नाच चाहिँ एकको कार्यालयको कलाकारहरू मार्फत पान्थरे कुसरप्पा नाच प्रस्तुत भइरहेको छ र यो च्याब्रुङ नाच अत्यन्त ऐतिहासिक मुन्धुमी स्थान मुन्धुमी कुराहरू छ। यानि कि याक्थुङ लिम्बुको मुन्धुम अनुसार यहाँ मानव उत्पत्तिको मानव सृष्टिको कथा, केसामी र नामसामीको कथा र फुङसेङको कथाहरू जोडिएको छ। यो सबै कुरा अब यहाँ व्याख्या गरेर त सम्भव नहोला, तैपनि यो याक्थुङ लिम्बुको मुन्धुम अनुसार यो मानव उत्पत्तिसँग हुन्छ, जोडिएको हुन्छ। त्यसमा नामसामी भनेको एउटा मानव सृष्टि र केवसामी भनेको एउटा केवा अर्थात् नेपालीमा बाघ पनि भनिन्छ र यसको कथा धेरै र यो अहिले च्याब्रुङको नाचमा प्रस्तुत गर्दै गर्दा त्यो सबै प्रस्तुत गर्न सम्भव हुँदैन होला। र अहिले मैले अघिदेखि यहाँलाई निवेदन गरिरहेको छु, यो कुसरप्पा नाच पान्थरे कुसरप्पा नाच प्रस्तुत भइरहेको छ र यो नाच चाहिँ कुसरप्पा पनि फेदातिर, छत्थरतिर, चारथरतिर, मिक्रुकतिर, मेवा खोला, तमो खोलातिर चाहिँ फरक ढङ्गले नाच्ने गरिन्छ। यो नाच यो नाच केला चाहिँ विभिन्न पशु चराचुरुङ्गीहरूको नक्कलगतै नाच्ने नाम भएको हुनाले याम पनि भएको हुनाले यो मोहरालाम प्रस्तुत गर्दै हुनुहुन्छ र विभिन्न चराचुरुङ्गी अर्थात् पशुहरूको नक्कल गरेर यो
चाहिँ यो फरक यो नाचहरू पनि फरक हुने भएकोले आफ्नो शैली आफ्नो तरिका हुन सक्छ। यो अहिले तपाईँको केलाङ च्याब्रो नाचको पनि विभिन्न तरिकाको हुन्छ। अब यो विशेष गरी यो नाचहरू चाहिँ यो नाच अहिले आधुनिक नाच मोडर्न नाच यो विशेष गरी काठमाडौँतिर पनि विशेष गरेर यो नाच्ने गरिन्छ। यो अहिले चाहिँ तपाईँको यो ठ्याक्कै यो अहिले उहाँले यो चेरफेन्डा नाच पुतली नाच भाषालाई चेरफेन्डा प्रस्तुत गर्दै हुनुहुन्छ उहाँले। मैले अघि पनि भनिसकेको छु विभिन्न चरा चुरुङ्गी पशु पक्षी पशु चौपाया अथवा यसलाई चाहिँ मयूर नाच चेरफेन्डालाङ पुतली नाच पुतुकेलाङ यसरी विभिन्न चराचुरुङ्गीहरूको नक्कल गरेर नाच्न सकिने लाङ हो यो नाच हो। अहिले कुमार गाउँपालिका वडा नम्बर 1 या 16 कलाकारहरूले प्रस्तुत गर्दै गर्नुभएको नाच चेरफेन्डालाङ हो अथवा पुतली नाच हो। अहिले पनि यहाँलाई मैले निवेदन गरिसकेँ चेरफेन्डालाङ यस्ता हात्ती लाङहरू पक्रिला लाङहरू पनि समय ठाउँ अनुसार फरक हुन सक्दछ। अहिले नाच्दै हुनुहुन्छ हिमलाङ थपथामा हिम घरमा घर पैसा जाँदाखेरि थपथामा गर्ने चलन छ। त्यो थपथामा लाङ प्रस्तुत भइरहेको छ। अघि पनि मैले निवेदन गरेको छु विभिन्न ठाउँ क्षेत्र अनुसार नाचहरू फरक हुन सक्दछन्। कुशलता मात्र पनि चाडबाडतिर फरक तरिकाले नाचिन्छ भने खोलातिर फरक तरिकाले नाच्ने गरिन्छ। सरथारतिर फरक तरिकाले नाच्ने गरिन्छ। अहिले प्रस्तुत भइरहेको छ पुतुकेलाङ। यसलाई पुतुकेलाङ भनिन्छ।
भइरहेको छ। मैले अघि पनि उद्घोष गरेको छु, यो अहिले उहाँले नाच प्रस्तुत गरेको यो विशेष गरी छतरतिर नाच्ने गरिन्छ। भोलि यसलाई गोरु नाच, हुक्राङ नाच, हुक्राङ गर्दाखेरि गोरु हुक्राङ गर्दाखेरि यस्तो गर्छ है भन्ने एउटा सङ्केत हो। यो विशेष गरी छतरतिर नाचिने नाच हो यो। यो अहिले प्रस्तुत भइरहेको नाच काप्लीदेखि माथि, काप्ली जिल्लादेखि माथि कमर खोलातिर नाच भन्छौँ हामीले। कमर खोलातिर नाचिने नाच भएको हुनाले कमर खोला नाच हो। यो काप्लीदेखि माथिल्लो भेरी माथिल्लो सडकमा नाचिने कमर खोलामा नाचिने नाच अथवा कमर खोलामा नाचिने नाच भएको हुनाले यो कमर खोला नाच, कमर खोले नाम हामीले भनेका छौँ। विभिन्न मैले अघि पनि भनिरहेको छु, यो कमर खोला, मेचुरो, त्राथल, पान्थर, छत्थर, सुदा, फेरा पुरै यहाँ जहाँ संसारभरि छरिएर बसोबास गर्ने जहाँ लिम्बूहरूको बस्ती छ, लिम्बू याक्कुहरूको बस्ती छ, सिक्किमतिर, अमेरिकातिर, न्युयोर्कतिर अहिले जहाँसुकै विभिन्न किसिमको लामहरू, नाचहरू, च्याब्रो नाचहरू विकास भइरहेको हामीले देखिरहेका छौँ। यो विभिन्न मैले अघि पनि भने विभिन्न ठाउँ, विभिन्न गाउँ, त्यहाँको गाउँठाउँअनुसार समय सुहाउँदो ठाउँ सुहाउँदो नाचहरू बनाउँदै लाने क्रममा सबैतिर नाच नामिँदै जान्छ। आफ्नो शैलीमा हुन सक्छ। त्यसले गर्दाखेरि यो च्याब्रो नाच अथवा केरन यति आइटमको हो मात्र छ भनेर भन्न सकिँदैन। केरन पनि एक किसिमको सङ्गीत हो। सङ्गीतको गहिरोमा जति डुब्दै गयो, जति विवाद हुँदै जान्छ, त्यसरी नै केरन पनि जति सिक्दै गयो, जति स्टेपहरू धेरै सिक्दै गयो, जति नाचहरू धेरै सिक्दै गयो, त्यति नै बृहत भएर जान्छ। बृहत हुन्छ। त्यसले गर्दाखेरि कुमाया गाउँपालिका वडा नम्बर 1 यासोको कलाकारहरूबाट अहिलेसम्म भाङ्गा नाच, कुसरौटा, मोरालान, पेवालान, काठमाडौँ नाच, काठमाडौँ आधुनिक मोडर्न नाच, कावालान, हिमहप हिमलान, हिमहप थामालान, चेलामालान, पुतुलालान, छथराम,
गर्ने प्रचलन छ र आफ्नो प्रस्तुति सकिसकेपछि विदाय गर्ने पनि प्रचलन छ। उहाँहरूले के भन्दै हुनुहुन्छ भने अहिले इसाराबाट समय धेरै गइसक्यो, अब हाम्रो घर पनि पुग्नु पर्दछ। अब कोही 4 घरको, कोही 5 घरको, कोही मिक्लुकको 4 दिसको भएको हुनाले भरै माझीहरू सुत्छन् रात पर्यो भने माझीहरूले टार्दैनन्। त्यसैले गर्दाखेरि हाम्रो परिवारसँग पनि भेट्नुपर्छ, हाम्रो बालबच्चा छ, हाम्रो श्रीमती छ भनेर भेट्नुपर्छ। त्यसैले गर्दाखेरि अब हामी तपाईँहरूसँग विदायको हात हल्लाउँदैछौँ, तपाईँहरूसँग हामी बिदा माग्न चाहन्छौँ, हामी बिदा हुन चाहन्छौँ। यस कार्यक्रमबाट यो नाच हामीले सिद्ध्याएर हामी बिदा हुने क्रममा छौँ, बिदा हुन चाहन्छौँ भनेर उहाँहरूले च्यामु नाचको इसाराबाट तपाईँहरू समक्ष प्रस्तुत गर्दै हुनुहुन्छ। र अहिले उहाँहरू आफ्नो घरतर्फ उहाँहरू लागिसक्नु भएको छ। तपाईँ हामीसँग, अतिथिहरूसँग, मेला प्रेमीहरूसँग, हामीसँग सबैजना बौद्धिक व्यक्तित्वहरूसँग उहाँले बिदा मागेर मञ्च छोडिसक्नु भएको छ। र यस्तै गरी मैले पनि आफ्नो केलाङ नाचहरूको प्रस्तावने क्रममा केही